भोलि बजेटमा आफ्नो क्षेत्रमा बजेट सोरेर लानुभयो, कर्णालीलाई रुवाउनु भयो, मधेसलाई रुवाउनु भयो, सुदूरपश्चिमलाई रुवाउनु भयो भने त्यो विकास होइन। सिङ्गो देश विकास हुँदा चितवन अविकसित हुँदैन, मलाई थाहा छ। त्यसकारणले हाम्रो ध्यान सिङ्गो देशको विकासमा जाने हो, क्षेत्रगत कुरामा होइन। साथी हो, यो देशको भविष्य कस्तो लेख्ने तपाईको हातमा छ, मात्र तपाईको हातमा छ, अरू कसैको हातमा छैन। जनताले दिए तपाईलाई, ल लेखा हाम्रो भविष्य, ल रोका हाम्रा छोराछोरीलाई विदेश जानबाट, ल सृजना गर रोजगारी, ल बनाऊ बाटोघाटो, ल पुर्याऊ बिजुली, देऊ शिक्षा, देऊ स्वास्थ्य। जनताले आफ्नो गर्ने काम गरे, तपाईको काँधमा आएको छ। कर्णालीमा अस्पताल बन्यो कि बनेन, कर्णालीमा सुत्केरी आमाले बाटोमा मृत्युवरण गर्न पर्यो कि परेन, मधेसमा भित्री मधेसमा शिक्षाको उज्यालो पुग्यो कि पुगेन, स्वच्छ खानेपानी पुग्यो कि पुगेन, बालबालिकाहरूले पोषण पाए कि पाएनन्। विकासको सूचक यो हो। तपाईँहरूले मेहनत गर्नुभयो, परिश्रम गर्नुभयो। केही नयाँ साथीहरू, केही पुराना साथीहरू पनि चुनिएर आउनुभएको छ। अधिकांश धेरै सांसदका रूपमा नयाँ साथीहरू आउनुभएको छ। स्वाभाविक रूपमा के होला, कसो होला, कस्तो होला भन्ने कुरा तपाईँलाई लागेकै हुनुपर्दछ। चुनावका बेलामा जुन मेहनत तपाईँले गर्नुभयो, त्यो खटाइका हिसाबले त्यो मेहनत सायद नपर्ला, तर सोचाइका हिसाबले, पढाइका हिसाबले, अध्ययनका हिसाबले, रिसर्चका हिसाबले त्योभन्दा कम मेहनत गरेर चाहिँ परिवर्तन आउन सक्दैन। त्यसकारणले तपाईँहरूको काँधमा अत्यन्तै ठुलो जिम्मेवारी आइपरेको छ। यसको महसुस गर्नुहोला। म फेरि पनि दोहोऱ्याएर भन्न चाहन्छु, संसारको कुनै पनि देशले बिरलै पाउने यो अवसर हामीले प्राप्त गरेका छौँ। आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने यो अवसर हामीले प्राप्त गरेका छौँ। भोट माग्दा हामीले आम जनतालाई के भनेका थियौँ भने, यसपटक तपाईँले आफ्नो भाग्य आफ्नै हातले लेख्ने हो, इतिहास रच्ने हो 21 गते भनेर हामी सबैले भनेका हौँ। विभिन्न ठाउँमा विभिन्न साथीहरूसँग भेटघाट गर्दा म आफै पनि पुगेको र तपाईँहरूको हात समातेर भनेको म सम्झन्छु। हामीले भनेका थियौँ यसपटक आफ्नो हातले आफै इतिहास लेख्ने हो। आज म तपाईँलाई यो हलभित्र भनिरहेको छु, साथी हो, यो देशको भविष्य कस्तो लेख्ने तपाईँको हातमा छ, मात्र तपाईँको हातमा छ, अरू कसैको हातमा छैन। जनताले दिए तपाईँलाई, ल लेखा हाम्रो भविष्य, ल रोका हाम्रा छोराछोरीलाई विदेश जानबाट, ल सृजना गर रोजगारी, ल बनाऊ बाटोघाटो, ल पुर्याऊ बिजुली, देऊ शिक्षा, देऊ स्वास्थ्य। जनताले आफ्नो गर्ने काम गरे, तपाईँको काँधमा आएको छ। यसबाट एकदमै धेरै रमाइलो यसलाई लिएर, यसलाई चाहिँ उत्सवका रूपमा भन्दा पनि जिम्मेवारीको रूपमा काम गर्नुपर्ने यो गहन